ओइ शान्त के अरे तिम्रो आज खै बिवाह रे बिवाह कुवा देखाएर मलाई यो घरमा बस्न दिँदैनन् रे अब पठाइदिन्छन् रे अन्तिम दिन रे यो घर अहिले अन्तिम दिन पनि हैन अन्तिम अन्तिम त हुँदैन तिम्रो फ्यान्सहरुलाई तिमी के भन्न प्रतिबाट खरेन सबै जनालाई अन्तिम हुन्छ त म्यारिड भए आजको दिन छ नि यति बेलासम्म म सिंगल थिएँ अब चाहिँ म सिंगल भए सिंगलबाट मेरो आजबाट नाम हट्ने छ केही क्षणबाट मिङ्गल हुँदैछु माइती घरको खरेलमा उप्रेतीबाट खरेल झर्दैछु आजसम्म मेरो घर थियो भोलिबाट माइती हुनेछ भनेपछि यो के अरे दर्शकहरूले यो के अरे भ्लग हेर्ने बेलामा त ऊ शान्त खरेल भइसक्छ होइन त हजुर मैले भन्दिएँ कस्तो फिल भइरहेको मनको पीडा मनैमा छ जति पीडा भयो नि बाहिर मुस्कुराउनु पर्छ भन्ने कुरा एउटा मैले सिकेको छु त्यही भएर म चाहिँ पीडा मनमा यति स्पिड चाहिँ कण्ठभरि चाहिँ दुलाईको बहिनी झुट जुत्ता कसले लुकाउँछ त त्यसमा छैन त्यही भने म एकछिनलाई साली भन्छु क्या यिनीहरू छन् नि बिचारा सालीहरू बिचारा यत्रो खान सालीहरू बिहे नगरेर खाले मिल्दैन घरपट्टिको नि कान्छी म माइतीपट्टिको नि कान्छी म पुरै भदैनीले नि हुन्छ हामीले नि फुपूको लुगा हुन्छ बहिनी हो नि गर्नु पर्यो भदैनी हो सानो मान्छे भदैनी हो सानो भदैनी हो सानो यहाँनिर हजुर रेडी भइसकेको छ मण्डप बेहुला आउँदैछन् होइन त्यो त खिच्नै पाइएन सान्दैन झ्यालबाट हेर्नु भने भ्लग बनाउनु पर्छ नि होइन कहाँ आइकन भयो खै हेरेर यसरी खोल्ली अनि यो कुराहरू चाहिँ पछि एकदम मेमोरीको लागि एकदम बेस्ट हुन्छ नि त होइन आफ्नो बेमा यसो राख्यो भने म कति छटपटे मलाई यो दिन नजाओस् भन्ने थियो क्या कोही चाँडो गएको दिनहरू बेला आइगएन होइन हतारिँदैछ बिचारा दिन नजाओस् भने त यही मान्छे 3 दिनको लागि 2 दिन अगाडि छुट्टीले कुद्नु परेको होइन त्यो दिन ऊ छैन त्यहाँ यही दिनमा अड्केर भोल्दै त के गर्नु सबजना लाइभ अगाडि चलेन भने त कामै भएन नि ओइ सबै हात फुस्रै फुस्रो भयो कहाँ गएर पर्दिँदा ओ माथि पसल गएर यसो अनि सुन्ने बित्तिकै बाहिर म बेला आयो भन्ने सुन्ने बित्तिकै सबैजना रुन थाले किन झन् उहाँ त रोक्नु बिचरा हेर आजमा त जान्न सकेको छैन यसले भिडियो बनाइदिनु होइन पुरै म त के अरे हामी त शान्ताको पसलमा गएर माथि गएर गएर सकेर अब बत्ती पनि छैन होला हेर्नु त घाँगर देखेर पाउँछ हो त ल जान्छ अङ्कल हुन्छ मेरो भाइ त नरिसा ल अच्छा है यो एकदम